नमस्कार साथीहरू, इजी इङ्ग्लिस नेपालमा तपाईँहरू सबैलाई फेरि स्वागत छ। आजको भिडियोमा हामी अलि एडभान्स लेभलका इङ्ग्लिस सेन्टेन्सहरू सिक्नेछौँ। यी सेन्टेन्सहरू डेली कन्भर्सेसनमा धेरै काम लाग्छन्। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस् र मसँगै रिपिट गर्दै जानुहोस्। मसँग केही छैन। आई ह्याभ नथिङ। मसँग केही छैन भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? आई ह्याभ नथिङ। आई ह्याभ नथिङ। मसँग केही छैन। अब तिम्रो पालो। इट्स योर टर्न नाउ। इट्स योर टर्न नाउ। अब तिम्रो पालो हो। अब तिम्रो पालो हो भन्नको लागि अङ्ग्रेजीमा इट्स योर टर्न नाउ। अब तिम्रो पालो हो। अब तिम्रो पालो हो। आफ्नो प्रतिभा देखाउनुहोस्। सो योर ट्यालेन्ट। आफ्नो प्रतिभा देखाउनुहोस् भन्नको लागि अङ्ग्रेजीमा सो योर ट्यालेन्ट। आफ्नो प्रतिभा देखाउनुहोस्। मैले मेरो सबै पैसा गुमाएँ। मैले मेरो सबै पैसा गुमाएँ। आई लस्ट अल माई मनी। मैले मेरो सबै पैसा गुमाएँ। अङ्ग्रेजीमा मैले मेरो सबै पैसा गुमाएँ भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? आई लस्ट अल माई मनी। सबै बेकार छ। एभ्रिथिङ इज युजलेस। एभ्रिथिङ इज युजलेस। सबै बेकार छ। एभ्रिथिङ इज युजलेस। सबै बेकार छ। मलाई भोक लागेको छैन। आई एम नट हङ्ग्री। मलाई भोक लागेको छैन भन्नको लागि अङ्ग्रेजीमा आई एम नट हङ्ग्री। ल हजुरहरूले पनि ट्राई गर्नुहोस् है मसँगै। मलाई भोक लागेको छैन। आई एम नट हङ्ग्री। मलाई फेरि फोन नगर्नु। मलाई फेरि फोन नगर्नु। डन्ट कल मी अगेन। मलाई फेरि फोन नगर्नु भन्नको लागि डन्ट कल मी अगेन भनेर भन्न सकिन्छ। मलाई देखेर सबै हाँस्छन्। एभ्रीबडी लफ्ड एट मी। मलाई देखेर सबै हाँस्छन्। एभ्रीबडी लफ्ड एट मी। मलाई देखेर सबै हाँस्छन्। म एक्लै आएको छु। आई ह्याभ कम अलोन। म एक्लै आएको छु। आई ह्याभ कम अलोन। म एक्लै आएको छु भन्नको लागि आई ह्याभ कम अलोन भनेर भन्न सकिन्छ। म के गरौँ? वाट आई डु? म के गरौँ? वाट आई डु? म के गरौँ भन्नको लागि अङ्ग्रेजीमा वाट आई डु। म के गरौँ? ल हजुरहरूले पनि फेरि ट्राई गर्नुहोस् त। तिमीले मलाई कहिले समात्ने छैनौ। यु विल नेभर क्याच मी। तिमीले मलाई कहिले समात्ने छैनौ भन्नको लागि अङ्ग्रेजीमा यु विल नेभर क्याच मी। यु विल नेभर क्याच मी। तिमीले मलाई कहिले समात्ने छैनौ। तर मैले यो गरिनँ। बट आई डिडन्ट डु दिस। तर मैले यो गरिनँ भन्नको लागि बट आई डिड नट डु दिस। डिडन्ट भने पनि हुन्छ, डिड नट भने पनि हुन्छ है। बट आई डिडन्ट डु दिस। तर मैले यो कहिले गरिनँ। तपाईँलाई भेटेर खुसी लाग्यो। नाइस टु मिट यु। तपाईँलाई भेटेर खुसी लाग्यो। नाइस टु मिट यु। तपाईँलाई भेटेर खुसी लाग्यो भन्नको लागि नाइस टु मिट यु भनेर भन्न सकिन्छ। तिम्रो हिम्मत कसरी भयो? हाउ डियर यु। तिम्रो हिम्मत कसरी भयो भन्नको लागि हाउ डियर यु। तिम्रो हिम्मत कसरी भयो? हाउ डियर यु। यो कसरी सम्भव छ? हाउ इज दिस पोसिबल। यो कसरी सम्भव छ? हाउ इज दिस पोसिबल। पोसिबलको अर्थ चाहिँ सम्भव है। यो कसरी सम्भव छ भन्नको लागि हाउ इज दिस पोसिबल। मेरो हात समात। होल्ड माई ह्यान्ड। 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 अल्छी नहुनुहोस्। डन्ट बी लेजी। अल्छी नहुनुहोस्। डन्ट बी लेजी। लेजी भनेको चाहिँ अल्छीपना है। अल्छी नहुनुहोस् भन्नको लागि डन्ट बी लेजी भनेर भन्न सकिन्छ। भगवानलाई धन्यवाद। तपाईँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भन्नको लागि थ्याङ्क गड यु आर सेफ एन्ड साउन्ड। थ्याङ्क गड यु आर सेफ एन्ड साउन्ड। भगवानलाई धन्यवाद। तपाईँ सुरक्षित हुनुहुन्छ।
नियमहरू पालना गर्नुहोस्। Obey the rules. नियमहरू पालना गर्नुहोस्। Obey the rules. नियमहरू पालना गर्नुहोस् भन्नको लागि obey the rules भनेर भन्न सकिन्छ। तिमी मेरो भाइ जस्तै छौ भन्नको लागि अङ्ग्रेजीमा you are like my brother. You are like my brother. तिमी मेरो भाइ जस्तै छौ। You are like my brother. तिमी मेरो भाइ जस्तै छौ। मसँग पहिले नै छ भन्नको लागि I have already. I have already. मसँग पहिले नै छ। I have already. मसँग पहिले नै छ। I have already. मसँग कुरा नगर्नुहोस्। Don't talk with me. मसँग कुरा नगर्नुहोस् भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? Don't talk with me. Don't talk with me. मसँग कुरा नगर्नुहोस्। मेरो अनुसार यो गलत हो भन्नको लागि according to me it's wrong. मेरो अनुसार यो गलत हो भन्नको लागि अङ्ग्रेजीमा according to me it's wrong. According to me it's wrong. Yes. तिमीले मलाई पिट्ने? Will you beat me? तिमीले मलाई पिट्ने? Will you beat me? भनेर भन्न सकिन्छ। तिमीले मलाई पिट्ने भनेर भन्नको लागि अङ्ग्रेजीमा Will you beat me? मबाट टाढा बस। Stay away from me. Stay away from me. मबाट टाढा बस। Stay away from me. मबाट टाढा बस। तपाईँ यो गर्न सक्षम हुनुहुन्न। You are not able to this. तपाईँ यो गर्न सक्षम हुनुहुन्न भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? You are not able to this. तपाईँ यो गर्न सक्षम हुनुहुन्न। मैले काम गर्न आवश्यक छ। I need to do work. मैले काम गर्न आवश्यक छ भन्नको लागि अङ्ग्रेजीमा I need to do work. I need to do work. मैले काम गर्न आवश्यक छ। तिमी जस्तो कोही छैन। No one like you. No one like you. तिमी जस्तो कोही छैन। No one like you. No one like you. तिमी जस्तो कोही छैन। म काम गर्दैछु। I am working. I am working. म काम गर्दैछु। तिमी के गर्दैछौ भनेर कसैले सोध्यो भने I am working. म काम गर्दैछु भनेर अङ्ग्रेजीमा भन्न सकिन्छ। मलाई केही गर्नु छ। I have to do something. I have to do something. मलाई केही गर्नु छ भन्नको लागि अङ्ग्रेजीमा I have to do something. I have to do something. मलाई केही गर्नु छ। हामीले गरिबलाई सहयोग गर्नुपर्छ। हामीले गरिबलाई सहयोग गर्नुपर्छ भन्नको लागि अङ्ग्रेजीमा we should to do help the poor. We should to do help the poor. We should to do help the poor. मलाई केही भन्नुपर्ने छ। I have to say something. मलाई केही भन्नुपर्ने छलाई अङ्ग्रेजीमा भन्नुपर्दा I have to say something. मलाई केही भन्नुपर्ने छ। I have to say something. म ठिक छैन। I am not okay. I am not okay. म ठिक छैन। I am not okay. म ठिक छैन। ल हजुरहरूले पनि फेरि भन्नुहोस् त। यसरी नभन। Don't say it like that. Don't say it like that. यसरी नभन। Don't say it like that. यसरी नभन। मलाई केही समय देऊ। Give me some time. मलाई केही समय देऊ भन्नको लागि अङ्ग्रेजीमा give me some time. मलाई केही समय देऊ। Give me some time. मलाई केही समय देऊ। ल हजुरहरूले भन्नुहोस् त। यहाँबाट नजानुहोस् भन्नको लागि अङ्ग्रेजीमा Don't go from here. यहाँबाट नजानुहोस्। Don't go from here. यहाँबाट नजानुहोस्। Don't go from here. आफ्ना समस्याहरूको सामना गर्नुहोस्। Face your problems. आफ्ना समस्याहरूको सामना गर्नुहोस्। Face your problems. आफ्ना समस्याहरूको सामना गर्नुहोस् भन्नको लागि Face your problems भनेर भन्न सकिन्छ। म उसको बारेमा चिन्तित छु। I am worried about him. म उसको बारेमा चिन्तित छु भन्नको लागि I am worried about him.
वरिड भनेको चाहिँ चिन्तित है, चिन्तित हुनु। म उसको बारेमा चिन्तित छु। मलाई मेरो कामसँग माया छ। आई लभ माई वर्क। मलाई मेरो कामसँग माया छ भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? आई लभ माई वर्क। मलाई मेरो कामसँग माया छ। ल हजुरहरूले पनि ट्राई गर्नुहोस् है। मलाई आराम गर्न दिनुहोस्। लेट्स मी रेस्ट। मलाई आराम गर्न दिनुहोस्। लेट मी रेस्ट। लेट मी रेस्ट। मलाई आराम गर्न दिनुहोस्। मैले उनलाई भेट्नु छ। आई हेभ टु मिट हर। आई हेभ टु मिट हर। मैले उनलाई भेट्नु छ। मैले उनलाई भेट्नु छ भन्नको लागि आई हेभ टु मिट हर। मैले उनलाई भेट्नु छ। तपाईँलाई त्यहाँ भेटौँला। सी यु देयर। तपाईँलाई त्यहाँ भेटौँला। सी यु देयर। तपाईँलाई त्यहाँ भेटौँला। सी यु देयर। सी यु देयर। तपाईँलाई त्यहाँ भेटौँला। यो गल्तीले भयो। इट ह्यापन्ड बाई मिस्टेक। यो गल्तीले भयो भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? इट ह्यापन्ड बाई मिस्टेक। इट ह्यापन्ड बाई मिस्टेक। यो गल्तीले भयो। शिष्टाचारसँग कुरा गर। शिष्टाचारसँग कुरा गर भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? टक विथ म्यानर्स। टक विथ म्यानर्स। म्यानर्स भनेको चाहिँ शिष्टाचार है। चिन्ता लिनुपर्ने कुनै कुरा छैन भन्नको लागि चाहिँ देयर इज नथिङ टु वरी। चिन्ता लिनुपर्ने कुरा छैन। देयर इज नथिङ टु वरी। चिन्ता लिनुपर्ने कुरा छैन। देयर इज नथिङ टु वरी। त्यहाँ केही थिएन। नथिङ वाज देयर। त्यहाँ केही थिएन। नथिङ वाज देयर। त्यहाँ केही थिएन भन्नको लागि अङ्ग्रेजीमा के भनिँदो रहेछ त? नथिङ वाज देयर। यो कसको लागि हो? हु इज इट फर? हु इज इट फर भन्नको लागि या नेपालीमा भन्नको लागि यो कसको लागि हो भनेर भन्न सकिन्छ। यो कसको लागि हो? हु इज इट फर? मलाई केही थाहा छैन। आई नो नथिङ। मलाई केही थाहा छैन। आई नो नथिङ। मलाई केही थाहा छैन। आई नो नथिङ। भविष्यमा सावधान रहनुहोस्। बी केयरफुल इन फ्युचर। बी केयरफुल इन फ्युचर। भविष्यमा सावधान रहनुहोस्। भविष्यमा सावधान रहनुहोस् भन्नको लागि बी केयरफुल इन फ्युचर भनेर भन्न सकिन्छ। सधैँ सकारात्मक सोच्नुहोस्। अलवेज थिङ्क पोजिटिभ। सधैँ सकारात्मक सोच्नुहोस्। अलवेज थिङ्क पोजिटिभ। पोजिटिभ भनेको सकारात्मक है। सधैँ सकारात्मक सोच्नुहोस्। के तपाईँले औषधि लिनुभयो? डिड यु टेक योर मेडिसिन? डिड यु टेक योर मेडिसिन? के तपाईँले आफ्नो औषधि लिनुभयो? यति धेरै सोच्नुहुन्न। यति धेरै सोच्नुहुन्न भन्नको लागि अङ्ग्रेजीमा डोन्ट थिङ्क सो मच। डोन्ट थिङ्क सो मच। यति धेरै सोच्नुहुन्न। आफ्नो खानपानमा ध्यान दिनुहोस्। पे अटेन्सन टु योर डाइट। पे अटेन्सन टु योर डाइट। आफ्नो खानपानमा ध्यान दिनुहोस्। पे अटेन्सन टु योर डाइट। आगोसँग कहिले खेल्नु हुँदैन। ल अङ्ग्रेजीमा नेभर प्ले विथ फायर। नेभर प्ले विथ फायर। फायर भनेको आगो। आगोसँग कहिले खेल्नु हुँदैन। नेभर प्ले विथ फायर। मसँग समय छैन। आई हेभ नो टाइम। मसँग समय छैन भन्नको लागि अङ्ग्रेजीमा आई हेभ नो टाइम। मसँग समय छैन। म भोलिदेखि काम गर्छु। आई विल वर्क फ्रम टुमारो। आई विल वर्क फ्रम टुमारो। म भोलिदेखि काम गर्छु। आई विल वर्क फ्रम टुमारो। मैले यो तिम्रो लागि गरेँ। आई डिड इट फर यु। मैले यो तिम्रो लागि गरेँ। आई डिड इट फर यु। मैले यो तिम्रो लागि गरेँ। आई डिड इट फर यु। म तिमीलाई केही सोध्दैछु। एम आस्किङ यु समथिङ। म तिमीलाई
केही सोध्दैछु। I'm asking you something. म तिमीलाई केही सोध्दैछु। तपाईँ यसको लागि जिम्मेवार हुनुहुन्छ। You are responsible for this. तपाईँ यसको लागि जिम्मेवार हुनुहुन्छ भन्नको लागि अंग्रेजीमा You are responsible for this. You are responsible for this. मलाई आफूमाथि विश्वास छ। लाई अंग्रेजीमा I believe in myself. मलाई आफूमाथि विश्वास छ। I believe in myself. I believe in myself. मलाई आफूमाथि विश्वास छ। तिमीले उसलाई किन जान दियो? Why did you let him go? तिमीले उसलाई किन जान दियो? Why did you let him go? तिमीले उसलाई किन जान दियो? Why did you let him go? आफ्नो परिवारको ख्याल राख्नुहोस्। Take care of your family. आफ्नो परिवारको ख्याल राख्नुहोस्। Take care of your family. आफ्नो परिवारको ख्याल राख्नुहोस्। Take care of your family. उहाँसँग केही छैन। He has nothing. उहाँसँग केही छैन। He has nothing. उहाँसँग केही छैन। He has nothing. आजको भिडियो यति नै। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। डेली इंग्लिश सिक्नका लागि इजी इंग्लिश नेपाललाई सब्स्क्राइब गरिदिनुहोस्। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।